वेलकम नमस्ते नमस्कार सबैजना साथीहरूलाई। आजको हाम्रो मिनी ब्लग रहेको छ सामान डेलिभरी। यो सामान हामीलाई पुर्याउनु पर्ने कहाँ र कसरी, यो कुर्सी लगायत अन्य थुप्रै सामान छन् दाहाबारी फर्निचरबाट डेलिभरी गर्नु। हे टाढाबाट मलाई भेट्न आउनु भएको छ। यहाँ दाइ कसले चिन्नुहुन्छ लाइक गरिदिनु होला। गाडीको ढोका खुल्दै छ, मेरै इन्तजारमा म बसेपछि गाडी स्टार्ट हुन्छ र गाडी स्टार्ट भइसकेको छ। हामी जाँदा जाँदै प्रगति स्कुल आइपुगेको छ। बाटोमा विद्यार्थीहरूको भिड, जाँदा जाँदै गल्डुवा पुग्यौं। गल्डुवा बजारको एक झलक हेर्दा हेर्दै बाटोमा हामीलाई ट्राफिकले पक्रियो। त्यहीँनिर एकछिन ल्याङ गर्दा गर्दै 10-15 मिनट गयो। त्यसपछि फेरि गाडी स्टार्ट गरेर हामी हिँड्यौं। जाँदा जाँदै गौरादको एक झलक, हाम्रो गाडी नन स्टप कुदिरहेछ। कतै नरोकी सिधै गएपछि आधी घण्टा बाद हामी रतुवा पुल पुग्यौं। दमकको रतुवा पुलमा चाहिँ धमाधम काम भइरहेछ। ठुलो क्रेन चारैतिर लागिरहेछ। अनि रतुवा पुल कटिसकेपछि टाढैबाट दमकको डापेचोक देख्यौं अनि हाम्रो गाडी पनि छेउमै पुग्यो। सो फाइनली आज चाहिँ हामी आएको दमकको आकाशे पुल पनि देखियो। आकाशे पुल सँगसँगै गोर्खा डिपार्टमेन्ट पनि। अनि हाम्रो गाडी यहाँ आएर पेट्रोल पम्पनेरि रोकिएछ। किन रोकियो भन्दा यही भिआरको इन्तजारमा, यही भिआर वाला दाइको घरमा गएर सबै काम गरिदिनु पर्ने र जाँदा जाँदै हामी दमक पनि आइपुग्यौं र गाडी हाम्रो अगाडि उहाँ लागिसकेको छ। सो हाम्रो सामानहरू जोडिसकेपछि केही यस्तो देखिन्छ, यो बक्स पलङ अनि साथै एउटा ढोका पनि छ गणेशको मूर्ति भएको। ढोका पनि लगाएर तयार गरिसकेका छौं। फाइनली हाम्रो दमकको काम पनि सकियो। अब घर जाने तयारी। हाम्रो झोला झन्टी सामान बोकेर हामी गाडीमा चढ्छौं। मेरो अगाडि सामान बोकेर पेन्टर दाइ, म चाहिँ पछाडि सो टाउकोमा हात राखेर म चाहिँ घरतिर आउन लागेँ। कस्तो लाग्यो भिडियो, राम्रो लाग्यो भने लाइक कमेन्ट फलो गरेर साथ दिनु होला।